लहै लहै आज हामी जाँदैछौँ अर्घाखाँचीको एकदम भाइरल रहेको ठाउँ अर्घाखाँची खाँचीकोट हिल स्टेसनमा। The person behind this camera is me. Ta-da! हिल स्टेसन पुग्नका लागि तपाईँ जुन कुनै ठाउँबाट पनि सर्वप्रथम अर्घाखाँचीको नरपानीमा पुग्नुपर्ने हुन्छ। त्यसपछि तपाईँ नरपानी बजारबाट खाँची बजार र खाँची दरबारसम्म पुग्न सक्नुहुन्छ। त्यसपछि तपाईँले त्यहाँ एउटा बोर्ड देख्नुहुन्छ। त्यसपछि तपाईँ त्यो बोर्डको इन्स्ट्रक्सन्स फलो गरेर अर्घाखाँची हिल स्टेसन लेखेको बोर्डसम्म पुग्न सक्नुहुन्छ। त्यसपछि तपाईँको पैदल यात्रा सुरु हुन्छ। यो चाहिँ आज हामी बस्ने होटल फरेस्ट क्याम्पको एरिया हो। आज हामीले यहीँ क्याम्पिङ गर्छौँ र भोलि बिहान हामी भ्यू हेरेर मात्र तल ओर्लिन्छौँ। बाँकी भिडियो अन्तिमसम्म हेरेर तपाईँले मजा लिन सक्नुहुन्छ र आफ्नो विकेन्ड प्लान गर्नुपर्ने छ भने दिस इज द गो टु प्लेस। थ्याङ्क यू, किप वाचिङ, किप इन्जोइङ। ओ फेटो फेटो आगो माथि लग्यो क्या आगो भाइ यस्तो खै आगो पनि माथि लग्यो सबै। रिसोर्टमा पुग्छ नि म त पढाइसकेँ तर यिनीहरू दुई चारवटा कुरा सुधार्नु पर्छ। जति कागज फाले खानु होइन त्यही स्टाफहरूले चाहिँ कागज जम्मा गरेको यो मनको तृष्णा मेटियो। छैन नि, त्यही भएर त मैले उकालोमा खिच्दै खिचेन।
अरू त काम न अझै एउटा अझै यता के गरेन उता जानु के थोरै यो केले खन्न आउँदा यो माल यहाँबाट फाइदा के भन्दा बिस्कुट त बिहान के खानु